हेलो एन्ड व्हाट्सअप गाइज के छ आज पनि हामी सन्चै छौँ र आज म भाइको भलकमा आएको छु। त्यो भाइको भलकको नाम के छ अरे? मनोज खत्री भलक छ। ल भाइको मनोज खत्री भलक सब्सक्राइब गरिदिनु होला। आज चाहिँ हामी यसो माथि टक्क सबैजनाले फेरि सबैजनाले सब्सक्राइब चाहिँ खत्री फ्याट। आज हामी कता जाँदैछौँ अरे? वनतिर यस्तो घुमघाम हामी घुम्न जाँदैछौँ र आज यहाँ टक्क यो जङ्गल रमाइलो छ कि कस्तो छ भनेपछि यहाँ गुराँसहरू धेरै छन्। टक्क हामी अहिले यस्तो मजा गर्छौँ होइन, कसो गर्छौँ भन्दै रमाइलो बसेर गुराँस तर छन त यता पनि छ तर देखिन्न भाइ। म जुम त गर्छु तर अहिले देखिरहेको छैन। म तपाईँलाई यस्तो देखाउँछु है एकछिन। गाइज अब चाहिँ हामी दाइ म चाहिँ झरिसकेका छौँ क्यामेराम्यानमा। गुरस खाएर हामी चाहिँ झरिसक्यौँ बुटाबाट भैँमा। दाइ चाहिँ झुन्डेर झर्नु लाग्नु भएको छ। लु दाइको स्टाइलै कडा है झर्नु चाहिँ। गुराँस खाइसकेपछि गाइस हामी चाहिँ भ्युटारतिर जाँदैछौँ। अब गुराँसपछि हामी चाहिँ भ्युटारतिर जाने क्रममा छौँ गाइस। हामी चाहिँ त्यो देखिरहेको छ नि यो भ्युटार। यो भ्युटारमा जान लाग्यो तर हेरौँ कस्तो भ्यू देखिन्छ त्यहाँबाट यताउताको। अहिले त यस्तो बक्वासी देखिएको छ। यो आज के लगाइरहेको छ यो तमाल लगाइरहेको छ, यसले गर्दा राम्रो देखिरहेको छैन। तर त्यहाँबाट कस्तो देखिन्छ भन्ने कुरो हो। हेरौँ न। क्यामेरा आउने गर्दा एउटा चोर देखिरह तर केटो के बोल्यो भाइ? यो उही झल्लु उही चारो टारो सिकाएर हिँड्छ कि हिँडाइ तेरो त्यस्तै छ। कहाँ मोटो बाटो माथिसम्म घर? कहाँ घर हो? त्यहीँ भ्युटारसम्म भने हो कि त्यहीँ गछ अरे। आलु जस्तो कुरा जस्तो भाइ यार। फाइनली गाइस हामी चाहिँ भ्युटारमा पुगिसकेका छौँ। अब हामी भ्युटारको तल छौँ। भ्युटारको माथिबाट हामी तपाईँलाई भ्यू देखाउँदैछौँ। हामी चाहिँ गाइस भ्युटारसम्म पारिको त्यो बाटाबाट आएको गाइस। एकदम अप्ठ्यारो बाटो रहेछ पारिको त्यो, एकदम खतम होइन। घुमाउरो यतिकै हिँड्दै खुट्टा एकदम दुखी गाइस। योभन्दा अगाडि आउँदा भ्युटार एक ताले मात्र थियो गाइस, तर अहिले चाहिँ 2-3 ताले भइसकेको रहेछ। भ्युटारमा चाहिँ हामी फाइनल गाइस अब माथि पर गइरहेका छौँ। हामी चाहिँ अब दोस्रो तलामा छौँ, चाहिँ अब तेस्रो तलामा जानेछौँ। फाइनल गाइस हामी चाहिँ तेस्रो तलामा पुगेका छौँ। पारिबाट देखिन्छ एकदम बकवास देखिएको छ यहाँको भ्यू चाहिँ। आज तमाल लागेको कारण पारिबाट आउन मात्रै भयो गाइस। एकदम बाटो टाढा थियो, एकदम भयो तर भ्यू चाहिँ एकदम खतम देखिएको छ यहाँबाट। एकदम खुट्टा दुखी गाइस पारिबाट आउनु चाहिँ। फाइनली गाइज हामी चाहिँ अब गुराँस खाएर र भ्युटारतिरको भ्यू यस्तो हेरेर आज एकदम बकवास भ्यू थियो भ्युटारको पनि। त्यतातिर हेरेर हामी चाहिँ घर फर्किन लाग्यौँ। अब घरतिर जाने तर्खरमा छौँ हामी चाहिँ। आधी बाटामा आइसकेका छौँ घरतिर। आजलाई चाहिँ यति नै। भिडियो कस्तो लाग्यो? भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट र सेयर, सब्सक्राइब गरिदिनु होला।